So we are here at Tiger Lily Petting Farm today with kids. Ani kids, are you having fun? Yes, Mama. Samrat, are you having fun? Yes, Mama. Astro, आऊ खाना दिन उसलाई दिने ल तिमी आऊ यसरी फाल्यो भने कसरी खान्छ ल उसलाई दिने है 3 bags full उसलाई दिने उसलाई दिने यसरी Have you any wool? Yes sir, yes sir. 3 bag full. सम्राट को मलाई दो के बरु ए ल्याउ ल्याउ ल तिमी पनि खाऊ यो हो देऊ क्यारेट देऊ वाउ ल देऊ त क्यारेटलाई भोक लाग्छ Okay, Mommy. Carrot wood. Carrot wood, Gago. Carrot out. अघि बाख्रालाई हेरेर ल खोलम हामी खोलम गर्दैछौँ Finish. के गर्यो बेटा Tokyo. अट्याक गर्यो Mouse खाइदिन्छु हामी सब आउने ओके भाइको हातसम्म हात मारिदेऊ यो हात अर्को हात हो भाइको हात हातसम्म ल जाऊ भाइले लग बिस्तारै ध्यान दिएर तिमी पनि बिस्तारै भाइले बिस्तारै ओके ओके मम्मी पकड 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 गुवा मात्र आउने बनाएको अरे बच्चालाई नखोलो बेबी टच नगर बिस्तारै हटाल्छ मम्मी तिमी नगर भयो यो गर्छु लेको कसको लागि रोटी बनाएको मम्मीको लागि आफू किन ओर्लेको ल बस ल ल खेल सुरु दिदीसँग खेल न ए दिदी छु त ल ल दिदी छ त मेरो रोटी भाइले पनि सिकाउ ओके मम्मी आ आइपुग्छ What's running there? अझै फास्ट खुट्टा अगाडि Yes, Apple. Samru, come here. Come here, see what we are doing. Big boy shoe. See, Ashu. Ashu. Okay, see the third one. Arkuma Chaki. Dinosaur. Shino. Sorry, sir. Sorry, sir. Oh, त्यही भएर यसरी ओके ल म तिमीलाई हातमा दिन्छु यसरी माया गरेर हो यसरी समाउने के यसरी राम्रो र्याबिट टच गर्नु काखमा बोक्ने के यसरी काखमा यसरी हैन म ओ हेर क्यारेट खुवाइरहेछ दादाले हेर त के गर्ने अब झन आश्री त झन डरायो आशी चढ्छ बिग गर्ल आशी चढ चढ फास्ट Bye, Shamlu.
ऊ त्यहाँ गयो आऊ खानेकुरा दिने आऊ ऊ कसलाई दिने यो भेडा बाख्रा आऊ खाना दिने आऊ खाना दिने आऊ आसौ भेडा बाख्रालाई खाना दिने कम बिस्तारै बिस्तारै आऊ आसु लिएर आऊ अझै खाना लिएर आऊ माग छोरू सबैलाई देऊ मलाई पनि दिनुहोस् अबे आसु आऊ खाना दिन देऊ खाना देऊ तिमी देऊ सम्रु ल जाऊ मम्मी जान्छ त्यहाँ गएर देऊ ऊ मम्मी मम्मी भएको ठाउँमा आसु यहाँ आऊ खाना दिन आऊ अनि त्यसपछि ऱ्याबिटलाई दिने कि अबे सभा तर तान्दो रहेछ आऊ ल 1 दिने उता आसु पनि देऊ, दिँदा आऊ, हुन्छ उता दिँदा हुन्छ यहाँ छोरी। कति धेरै छ यहाँ उसलाई देऊ तिमी यसरी हातमा ल्याऊ अनि यसरी देऊ हो अलि धेरै ल्याऊ अनि देऊ ए टाढा नराख छोरी ल देऊ नजिक राख ल्याऊ ऱ्याबिटलाई देऊ ल्याऊ जाऊ ऱ्याबिटलाई हैन। दिएर आऊ आसु देऊ न मुखमा खुवाइदेऊ न मुखमा के हुँदैन मम्मीलाई पनि हेर उनीहरू सबै एलोन भयो यता कुरिरहेछ यसलाई यता पनि देऊ ल्याउ त यहाँ सिपको भोक लाग्छ कि सिपहरूलाई आउ त यसरी दिने ऊ हेर त कसरी भोका छ हेर त केही गर्दैन हेर खाना मात्रै खाने हो उनीहरू केही गर्दैन देऊ छोरू सिपलाई देऊ 1 निकालेर दिनुहोस् न छोरू 1 निकालेर यस्तो दिने के ल यस्तो उसलाई दिने ल तिमी आऊ यसरी फाल्यो भने कसरी खान्छ ल उसलाई दिने है 3 bags उसलाई full दिने उसलाई दिने यसरी Have you any wool? Yes sir 3 bag full सम्राटकोमा लगाइदेऊ कि बरु ए ल्याउ ल्याउ ल तिमी पनि खुवाऊ सम आसु यहाँ हेर त दादाले कसरी खुवाइराख्नु भएको छ हेर त डराइरहेछ ऊ चाहिँ बस न त्यसरी छोरू यसरी खुवाउ न मम्मीसँग खुवाउ ल हेर मम्मीको हात समाउ त ले मम्मीको हात समाउ मम्मीको हात समाउ मम्मीको हात समाउ मम्मीको हात समाउ ल खाना दिने ए मम्मीको हात समाउने हस् आऊ आऊ मेरो छोरो समाउ हात समाउ हो ल ऱ्याबिटलाई देऊ जाऊ ल सम्रु हिँडेर ऱ्याबिटलाई दिने जाम त भाइलाई लिएर जाऊ ऱ्याबिटलाई दिनलाई लाउ हेर कति ऱ्याबिट आयो 1 देऊ 1 घाँस मात्रै दिने 1 घाँस यस्तो दिने ऱ्याबिटलाई 1 घाँस वाउ हेर 1 देऊ न ऱ्याबिटलाई ओके ऱ्याबिटसँग त डर लाग्दैन नि तिमीलाई अझ दिन यो चाहिँ कसले खान्छ ऱ्याबिट ओ क्यारोट आयो क्यारोट ऱ्याबिटलाई क्यारोट यो आशीलाई लगाइदिउँ आशीलाई लाउनु ट्राई गर ऱ्याबिटलाई क्यारोट खाऊ 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 सबै खाऊ मजाले खाऊ ल क्यारेट खोइ पख न यहाँ के छ हेरौँ
job बेटा Yo. यो हो देऊ क्यारेट देऊ वाउ Brown color. ल देऊ त क्यारेटलाई भोक लाग्छ Okay, mommy. Carrot. Carrot. Gago. Carrot. Coco. खाऊ ऱ्याबिटलाई खाऊ Yes. क्यारेट चाहिँ क्यारेट फेभरेट हुन्छ नि ऱ्याबिटको घाँस पनि खान्छ घाँस पनि खान्छ लु घाँस पनि खान्छ ल ल मेरो छु मलाई त ऱ्याबिट कति मन पर्छ फोर हुन्छ फेरि क्याटहरु टोको ओके केही पनि हुँदैन आश्रीले भन्यो केही पनि हुँदैन मैले दिने तिम्रो पुग्या छैन अझै ऱ्याबिटले खाउन दिउ न त सबै खाओस् अझै खुवाउने आश्रु ऱ्याबिटलाई किन खुवाएको हामीले मम्मी झगडा गरिरहेछ किन झगडा गरिरहेछ बेटा फेरि नखाऊ झगडा नगर खानको लागि झगडा गरिरा हो भन न मसँग टन्नै खाना छ झगडा नगर मसँग टन्नै खाना छ झगडा नगर क्यारेट दे यहाँ क्यारेट छ ल क्यारेट अब भोक लाग्छ नि त पेट भरिदियो म तिमीलाई ऱ्याबिटसँग कुरा गरौँ न ऱ्याबिट तिम्रो नाम के हो भन त ऱ्याबिट नाम के हो ल मिलेर खुवाउनु पर्छ ओके ल खुवाऊ अब सबै फिनिश गरिसक्यो क्यारेट ऱ्याबिट ओके ऱ्याबिटको लागि ओके ऱ्याबिटलाई दिऊ आश्रु ऱ्याबिट आयो गर्दै खुवाउ न ऱ्याबिटलाई ऱ्याबिटको सङ के छ छोरो ऱ्याबिटको सङ मम्मी खाउनले टर्कीले खाउन जाम पहिला कुखुरा हेरौँ पहिला टर्की हेरौँ ओ माउस ओ माउस ओ माउस ओ माउस वन जाने कि ओ माउस अब कुखुराको पिठोमा एउटा ठुलो ऱ्याबिट रहेछ त बेबी ऱ्याबिट पनि छ ऱ्याबिट ओ कुका ए यहाँ ऱ्याबिट पनि रहेछ त छोरो रिड ऱ्याबिट किन वा ओ हाम्रो कुखुरा हेर्यो मेरो खेल्नै जान्छ अघि बाख्रालाई हेरेर ल खोलम हामी खोलम गर्दैछौँ के गर्यो बेटा अट्याक गर्यो खाने तिमी पनि टोपी दिनु पनि लु फिनिश त्यो नखोल्नु हुँदैन अघि टर्की कहिले खान्छ थाहा छ तिमीलाई थ्याङ्क्स गिभिङको बेला टर्की खान्छ नि
खान्छु होला धेरै एनिमल्सहरू छ हामी अन्त पनि त जानुपर्छ दिनु त भोक लाग्यो होला म खाइदिन्छु उनीहरूले घाँस खाँदैन छोरो पिग उनीहरूले के खान्छ हेर त त्यहाँ के छ राइस राइसहरू खान्छ के त्यो मुसा व्हाइट कलरको हेर त त्यसलाई पनि खुवाउनैमा ध्यान छ हामी कसरी खानु पर्छ त त्यही भएर यिनीहरूले वा कुका खेल्न जाऊँ अनि त्यसपछि हामी फेरि आउने त यो What is this? बाया This is dustbin. बस फुड वा बाजेट खानेकुरा वा बाजेट प्यारोट दिनु त खानेकुरा खान्छ हामीसँग पनि छ है मिठो दिनु त खानेकुरा खान्छ दिनु प्यारोट हाम्रो मिठुले के खान्छ छोरो हाम्रो घरको मिठुले भात खान्छ भात सम्रो के हो यो बाहेक प्यारोट हो मम्मी हजुर बेटा प्यारोट आवाज सुनेको या मेरोमा यस्तो आवाज चाहियो यसमा हो आवाज आउँछ त्यही भएर लाउनु पर्छ कि प्यारोटको आवाज सबै आउँछ ल चलि त रहेछ नि कसरी देख्दैनौ यो मजाले टल्किरहेछ अब आवाज आउँछ कि सबै छोरु तिम्रो के पनि फेरि सम्रुको मात्रै आउँछ आवाज तिम्रोमा आउँदैन कि यहाँ लाउन तिमीलाई डिस्टर्ब हुँदैन म यहाँ राखिदिन्छु यहाँ राखिदिन्छु तिमीलाई केही पनि फरक अनि प्यारोटको आवाज आउँछ यहाँ बिचमा बरु के हुँदैन ल प म त्यसो गर्छु प्लेग्राउन्डमा जाने प्लेग्राउन्ड नै लगाइदिन्छु सम्रो प्लेग्राउन्ड ल जाम प्ले यो आउन मम्मासँग जाऊ आऊ। यो गयो पछि आउने फेरि ओके? अहिले ऱ्याबिटलाई बाहिर निकालेपछि तिमी हातमा बोक्ने ऱ्याबिट ओके तिमी हातमा बोक्ने पहिला प्लेग्राउन्डमा भाइलाई पनि बोलाउँ त भाइलाई पनि एक्लै प्लेग्राउन्डमा हेर्न ऱ्याबिट निस्केपछि सबै एनिमल निस्केपछि हामी सम्म आउने ओके भाइको हातसम्म हातमा जाऊ यो हात अर्को हात हो भाइको हातसम्म ल जाऊ भाइले लग बिस्तारै ध्यान दिएर तिमी पनि बिस्तारै भाइले पनि बिस्तारै लग ओके मम्मी यता हो सम्रो यता सम्रो सम्रो आयो सम्रो पाको यता हो यहाँ यो एकछिन म यो भुट्छु अनि ल भाइलाई पनि सिकाऊ है त हेल्प गर भाइको पनि यो काट्यो छ के भुट्दैन पकाया मात्र आउने बनाएको अरे बच्चाहरूलाई नखोलो बेबी टच नगर दिदीले बनाएको रोटी हो नि यो दिदीले बेलिरहेछ हेर रोटी पनि भुट न बेल्ने अब दिदीसँग बसेर बेला यस्तो गर्न न मम्मी पहिला मैले यो बिस्तारै मम्मी तिमी नगर न म यो गर्छु गाउँमा चाहिँ मान्छेलाई जस्तो भनेर मान्छे भेटिन्छ पियो मलाई त मजा लाग्छ यो सबै गर्न एक दिन मजा लाग्छ कि तिमीलाई जसरी खाना पकाउनु सधैँ त मजा लाग्दैन बेबी मलाई हरेक कम्फर्ट मलाई सरह पर्छ तर बेला बेलामा जान गर्न रमाइलो हुन्छ
सुत्छु मलाई बोलाएर राखिदिन्छु खेल्छ त म आफ्नो काम गर्न मलाई सहरै बस्नु मन लाग्छ भयो के गरेको पाएको भयो अब तातो जति दिन्छ जबसम्म पोल्दैन तबसम्म चेत्दैन देखाउ त हात बसन गर्ने रोटी बेल्यो आफै के गरेको रोटी बेलेको कसको लागि रोटी बनाएको मम्मीको लागि थ्याङ्क यू मेरो छोरो अनि मम्मीलाई मात्रै दिने अनि ड्याडीको लागि दादीको लागि पनि शेयर गर्ने एउटा रोटीमा मम्मी र ड्याडी शेयर गरेर खाने है सम्रु पाएको हुन्छ राजा नगर न त्यो भुट न तिमी त्यो भुटेको छोड्दे मम्मीले मेरो पकाउनु भोला टर्ने हो कि अयो आफूलाई गर्मीले उ भइरहेको यो त्यो भित्रको हाइनेक निकालेर यो मात्रै लगाइदियो हुन्छ कि आसु निकाल्दियो माथिको लुगा प्यान्ट पनि फोल्दिन सुके किन निकालेको मम्मीले निकाल्थे नि सो ज्ञानी भएर मम्मीले जे गर्छु गर्न दिनु ओके ह्यान्डसअप गर मम्मी हाइनेक मात्रै लाएर प्यान्टु खोलिदिन्छु जुत्ता नखोल तिमीलाई गएर नुहाउनै पर्छ आखिर आज आफू किन ओर्लेको ल बस ल खेल छोरो दिदीसँग खेल न ल दिदी छ त म खेल्छु छोरो तिमीसँग ल मकै भुट्ने यहाँ टन्नै बस्नु हो नि कहाँ गएको आश्रु अहिले नै अहिले हाम्रो पालो आएको छैन हामी अहिले यो खेल्ने सम्रु हाम्रो पालो यहाँ छ यो त फेरि डेन्जरै ठाउँहरूमा जान्छ सम्रु अब यहाँ हुँदैन छोरो यहाँ हुँदैन यहाँ खेल यहाँ यो खेल ल यो चढ त बिस्तारै हरे शिव एकछिन पख न छोरो ड्याडीलाई फ्री हुन दिया भाइ लड्ला भन्ने टेन्सन छ मैले चाहिँ यस्तो चिप्लेटी खेलेको छु पक्क छोरो म यो निकालिदिन्छु तिम्रो माथिको वेट गर त तलको मात्रै फोहोर गर अहिले त जति लाइट गरिदियो भने त्यति सजिलो के गरौँ म निकालिदिउँ पख उसलाई भाइलाई हट्न देऊ पहिला निकालिदियो हुन्छ पख अहिले खेल बालुवाले खेल जति खेल्नु छ खेल यो निकालिदिन्छु यता त पख ल खेल जो के हुँदैन छोरो बालुवामा खेल प्यान्टु खोल्दो तिमी पनि म तिमीलाई समाउँछु आश्रु तिम्रो प्यान्टु खोलिदिन्छु म तर फोहोर पारिसक्यो ल ठिकै छ आऊ डराउनु पर्दैन ड्याडी छ नि छोरो भाइले तिमीलाई त्यहाँ सपोर्ट गर्दैछ पछाडिबाट म्याजिक भनेको म्याजिक हेर म्याजिक सम्रु कम हियर तर हिँडेर डटी छा जम सम्रु आऊ सम्रु काउ अनि त्यसरी डटीमा खेलेपछि नै गराइदिन्छु म आउ काउ खेल्ने आउ काउ अरे तिमीलाई मन पर्यो बफेलो पुरै डटी हेर त तिमीले कपाल नुहाउनै पर्छ नि गएर उसको पनि पुरै कपाल भरि छ ठिकै छ नुहाइदिउँला
हो यो बफेलो छोरू बफेलो काउ हो बेटा त्यो पनि काउ हो आउँछु तिमीलाई आऊ बाख्रा हेर्ने आऊ त तिमीले किचन टोय भने आएन छोरू ऊ हेर पपकर्न आउनै लागिसक्यो बाख्रा यो पपकर्न पाक्दैन यहाँ छ आऊ यहाँ आऊ म देखाउँछु आऊ मेरो रोटी कसले गर्ने यो समृ यासु हामी भाइ यो देऊ त यसरी गर्ने यस्तरी गर भाइले पनि सिकाउ ओके मम्मी यस्तो गर अब भयो 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 होइन भयो भयो अब भयो ओके भयो अब भयो अब भाइ देऊ त यसरी यसरी म गर्छु ओके यस्तो यस्तो चाहिँ यो तिम्रो half for you, half for me. Baby. Sorry. Lol. Mom, look. Oh. Mami daddy ko magjalan. What's your banana? Swing. मम्मीले चलाएर देखाउँछ त्यो उ त्यो मम्मीले Swing. दादी यहाँ त अरु पनि देखाउँछु हेर्नले मोटो भएको बनाको कसको लागि बनाको आजको मोटो भएको Gani. My shoes. Wow, fish! Wow, fish! कुन ग्रीन वाला त्यो ग्रीन त्यो त बेबी वाला हो तै पनि आउ त तिमीलाई हुन्छ आउ त टाइट हुन्छ कि ट्राई गरौँ न तर यो समरू वाला हो ल खुट्टा तल गर हो टाइट भएको छैन ल टुक मैले भने त छु नि त्यसमा खेल्ने त्यो सर्कलमा त्यो भित्र छिर्ने लाउने त्यो टायर छ नि टायर त्यो टायरको भित्र गोलो भित्र छिर्ने अब हामी के ल्याउनु अब रोटी पाके फेरि आउने पछि पकाउन आउने ओके के नगर्छु कति फास्ट पुश गर्न ल 1 अझै फास्ट अझै फास्ट No. अझै फास्ट Don't manage it.
Này đôi bạn đi sửa. Mami! त्यो रेस्टुरेन्ट गएर आउँछु कि हेर्छु कि रेस्टुरेन्ट के खाना भन्नु न? अघि खाजा साजा चाहिँ हुन्छ खाना पहिले भन्नुपर्छ भन्दैन थियो कि भन्दै Okay. Yo. Yo, yo. Yo. Yo, yo. Hanna, yo. Yo. Surprise! I do. I play. Okay. I play. I play. I play root. It's a paper, Daddy. ए ल हेर Wow, jumping! यहाँ हेर यहाँ सम्रु छ Namita, Dayita. ए Okay. I play. उ त्यहाँ I play. बस्नुस् हो त्यहाँ बस्नुस् I play. हो त्यहाँ बस्नुस् I हो play. त्यहाँ बस्नुस् हो गुड I play. खुट्टा अगाडि I play. I play. Yes, I play. सम्रु come here see what we are doing Big boy shoe. ए आसु I shoe. ए I shoe. I eat. मैले गरे जस्तो गर्नु त यता आउने त सम्रु यता आउनुहोस् त यहाँ Oh, huh? यहाँ गएर Okay. My room. Adieu. Daddy, he's happy. राइस चाहिँ खाम अरू पनि खाम कि होइन मलाई चाहिँ मिठो लाग्छ म पनि खान्छु नि किन नखाने नि म पनि मान्छे हाफ केजी लोकलै बनाउनु हामीलाई लोकलै कुर्ताको हाफ केजी बनाउनु अनि अरू चिजहरू हामीलाई खाना खानु अगाडि हामी आधी घन्टामा हुन्छ अरे आधी घन्टामा म भोक लाग्छ यतै बस्नु उता फर्केर बस्छ न नै बस्छ अब यो चिप्को जिउमा लाउनु हुँदैन छोरो फेरि तिमी यही बात गर्नुपर्छ घरसम्म कसरी जाने भन्नुहोस् त
तिमी बात गर्ने हो त त्यही भएर डटी गर्नु हुँदैन किन अब यही बात गर्नुपर्छ अनि के हुन्छ सम्झु त यही बात गर्छ नि डेन्टलमा पनि जान्छ आज ओके सम्झु मम्मी हो छोरू ओके दादी भन्नु ओके दादी यस्तो ऊ त्यसो नगर त्यसो होइन सम्राट एकछिन पख यसमा त एनिमल छैन स्यान्डमा त एनिमल कसरी छोरू अब यसमा हेर्छु हटमा त एनिमल छैन ओके सी द थर्ड वान अर्कोमा छ कि डाइनोसर छैन साह्रै छ सबै छ कुन एनिमल हो जिब्रा वाउ अब फेरि बनाम सम्रु समाउ त ऱ्याबिटलाई सम्रु होल्ड द ऱ्याबिट पर्फेक्ट गुड जब ल अब ऱ्याबिटलाई समाउने हो कि ओके टोक्दैन टोक्दैन राम्ररी समाउनु पर्छ अनि माया गरेर समाउनु पर्छ अनि टोक्दैन ल अर्को ऱ्याबिट आयो सम्रु त्यो समाउनुस् ल कुन अर्को ऱ्याबिट सम्रूलाई यसरी ज्ञानी गरेर यसरी उफ्रिन्छ त्यही भएर यसरी ओके ल म तिमीलाई हातमा दिन्छु यसरी माया गरेर यसरी हो यसरी समाउने कि यसरी सम्रु ऱ्याबिट टच यसरी गर्नु काखमा बोक्ने कि यसरी काखमा यसरी ऊ हेर क्यारोट खुवाइरहेछ दादाले हेर त पपकर्न खान्छ नि त बसिन जाने र लिने उफ्रिन्छ त राम्ररी समाउ अनि यसरी समाएपछि यसमा के छ सम्रु यसरी काखमा यसरी बोकेपछि उफ्रिँदैन नि यसरी समाउ त यसरी काखमा बोक काखमा यहाँ दिदीले कसरी समाछ हेर दिदीले अब मुसा समाउने हामी समाउ राम्ररी समाउ हो गुड दुईटा हातले समाउ दुईटा हातले माया गर्छ दिदीले सम्रु समाउ न आसु समाउ के गर्दैन बेटा भिजा छ कि त्यही भएर खाऊ पपकर्न खाऊ छोरो भाइलाई खाऊ त पपकर्न देऊ ल म खोलिदिन्छु ल खुल्यो ल खाऊ पपकर्न खाऊ बेटा भुइँमा नराख यहाँ राख पपकर्न Mommy, one by one, no, one by one. हस् Right? मैले यस्तो अचार भन्नु खोजेको यो त गालीको हो नि यो त आजको भोलि नै भन्छ मलाई यो पनि मिलाएको दिनै बित्ने रहेछ कि यहाँ मल्टिपल कुरा भएर ठिक लाग्यो प्ले भन्दा पनि धेरै राम्रो छ
तिमीहरू घोडा नचढ्ने हो तिमीहरू घोडा नचढ्ने हो तिमी त्यहाँ लाइन बसिराख्यो अरू जाँदा म खोलिदिन्छु अहिले भाइ प्ले गरिदिन्छ मम्मी आपसे छोडिदेऊ ह्यान्ड वास गर्न देऊ न छोरो आइसक्रिम खाने बसन्ती घोडाको नाम बसन्ती हो अरे नि त उसको जिउमै परिरहेछ के गरौँ जुरे यता ल्याउँछौँ ल खाना आइसक्रिम अब खोलिदिनु अब तिमीहरू बालुवामा नजाऊ है पुग्यो आज त बालुवा बालुवा नजाने हो छोरो ल खोलिदिन्छु तिम्रो हातमा लाग्छ अलिकति राख ल यिनीहरूको हात सम्रु छोरोको क्यामेरा छ क्यामेरा घोडा घोडा नचढ्ने अब झन् आश्री त झन् डरायो आश्री चढ्छ बिग गर्ल आश्री हो आश्री बिग गर्ल हो तिमीले अस्ति कति मजाले गरेको त के भयो आज डर लाग्यो आश्री अगाडि बस्नुहोस् न अनि अनि तिमी बसेपछि भाइ पनि बस्थ्यो अनि दुईजनै बस्छ ल बस चोट लाग्छ तिमीलाई ल आऊ सम्रु पका सम्रु है उता ऊ आसु ऊ पछाडि 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 आसु आऊ न दौडा दौडा उसलाई ल सम्झे दौडा परेवाले खाऊ परेवाले देऊ 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 चल फास्ट बाय शम्लू आशु बाय पास कर पास पास कर पास शम्लू पास पास
हेर त ऊ त्यहाँ छ आशु दिदी ऊ त्यहाँ गयो यसरी गर न घाँस के घाँस ल घाँस दिन हो यो घाँस घोडा चढौँ न यस्तै गरे यसरी गरे कान हेर त कस्तो सफ्ट छ यसको छोटो काट्छु